यो गुटरको गर्मी त्यही माथि लोड सेडिङ। ए भगवान्, हामी चाहिँ लाग्यो 2-4 दिनको लागि गाउँतिरै साथीहरू। हामी चाहिँ बस पार्क आयौँ, त्यसपछि हामी लाग्यौँ घरतिर। म चाहिँ एकदम धेरै एक्साइटेड थिएँ, किन भन्दाखेरि हामीले चाहिँ मम्मीहरूलाई घर भनेकै थिएन नि त हामी आउँदैछौँ भनेर, त्यही भएर एकदम खुसी लागेको थियो। अनि अप्ठ्यारो हेर्नु साथीहरू, यति अप्ठ्यारो थियो सिट बा के गर्ने के जस्तो। मलाई फेरि गाडी लाग्छ कि अलिकति बसमा, त्यही भएर मैले चाहिँ औषधि खाएर आएको थिएँ। निन्द्रा लाएर कस्तो भएको थियो। यो चाहिँ मेरो सानो बुनु है, मेरो दादाको छोरी, म अनि मेरो हस्बेन्ड भएर चाहिँ हामी जाँदै थियौँ। यतातिर चाहिँ साथीहरू शीतल रहेछ है, बाटोमा त्यस्तो आनन्द आएको थियो। भोक लागेर हेर्नु कस्तो भयो चाहिँ। अनि हामी चाहिँ एउटा खाजा खाने ठाउँमा गएर बस्यौँ। मैले अलिअलि फोटो पनि खिचेँ। हेर्नु वेट गरेको चाहिँ आउँदै नआउने क्या खाजा। फाइनली मोमो, धेरै मोमो लभर है साथीहरू, त्यही भएर एकदम मिठो मानी खान्छु मैले चाहिँ। हामी सुपा दिवाली पनि आयौँ साथीहरू। यस्तो खुसी लागेको थियो हेर्नु, घर आउन पाउँदा कसलाई पो खुसी लाग्दैन होला र होइन। एकदम रमाइलो भएको थियो। आउँदा हेर्नु यस्तो झ्याउला थियो। फाइनली हामी चाहिँ बगैँचा आयौँ साथीहरू। अनि मैले चाहिँ मेरो माइतको मम्मी पनि आउनुभएको थियो यो नानीलाई लिनको लागि। मैले वेट गरिरहेको थिएँ। अनि म मम्मीसँग पनि भेट भयो, यस्तो खुसी लाग्थ्यो नि साथीहरू। मैले आँखाभरि आँसु भरि म मम्मीलाई हेर्नै सकेन कि। अनि हामी त्यहाँबाट छुटेर घरतिर लाग्यौँ। घर अनि आउनै पर्यो। मम्मीलाई चाहिँ मैले चाहिँ भनेकै थिएन, मम्मी बाबा कसैलाई पनि भनेको थिएन। मम्मीले चाहिँ हामीलाई तल देखेर आफै भित्र सरप्राइज दिने भनेर बस्नुभएको रहेछ साथीहरू। हामीलाई चाहिँ हो कि जस्तो पनि शङ्का चाहिँ लगाएर आएको थियो। त्यही पनि हामीले मम्मीहरू नि हुनुहुन्न, ढोका लगाएर बस्नुभएको थियो। ला हुनुहुन्न क्या भनिरहेको थिएँ मैले मेरो बुढोलाई। तर मम्मीहरू चाहिँ भित्र चाहिँ हामीलाई सरप्राइज दिने भनेर बसिरहनु भयो रहेछ। हामी नै उल्टो सरप्राइज भयौँ साथीहरू। मम्मीहरूले चाहिँ हामीलाई तल बसबाट झरेको चाहिँ देख्नुभयो रहेछ। मेरो सानी नानी दिदीको जेठानी दिदीको छोरी हो। नानी चाहिँ पहिले आइथिन्, त्यही भएर हामीलाई देखेर चाहिँ ऊ पनि एकदम खुसी भएको थिइन्। उहाँ चाहिँ मेरो सासू मम्मी अनि उहाँ चाहिँ मेरो नन्द। हेर्न मैले बोलाएको त नानी आउँदै नआउने के, यत्रो दिनपछि देखेको थिएँ नि त, त्यही भएर होला सायद। उहाँ चाहिँ एकदम के गर्नुभएको थियो कि साथीहरू। एक्कास हामीले सरप्राइज दिनु भनेको मम्मीलाई, मम्मी र नानीले उल्टो सरप्राइज दिएर यहाँ चाहिँ हाम्रो अलिअलि कुराकानी भइरहेछ नानीसँग। मैले चाहिँ बाबालाई चाहिँ एउटा फोन ल्याइदिएको थिएँ कि गिफ्ट चाहिँ। बाबालाई ल गेस गर्नु न बाबा के होला भनेर मैले बाबालाई सोधिरहेको थिएँ। बाबाले गेस गरिदिइरहनु भनेर फोन हो स्योर भनेर के, होइन होला बाबा अरू नै हुन पायो नि भनेर भनेको। बाबाले चाहिँ स्योर हो फोनै हो भनेर चाहिँ बाबाले मिलाउनु भयो। मैले बाबालाई चाहिँ फोन ल्याइदिएको थिएँ। बाबा चाहिँ पुरा एक्साइटेड भएर हेर्दै हुनुहुन्छ कस्तो ल्याइदियो रहेछ भनेर भन्दै हुनुहुन्छ। चाहिँ पुरा मक्ख परिरहनु चाहिँ नयाँ मोबाइल पाएर मक्ख परिरहनु छ। मैले चाहिँ बाबालाई नि कस्तो भयो बाबा मन पऱ्यो कि परेन भनेर, एकदम मन पऱ्यो भनेर भन्दै हुनुहुन्थ्यो त्यहाँनिर। हेर्नु न के भन्ने हुनुभयो कि बाबा पनि म पनि देखाउँदै हुनुहुन्छ मन पऱ्यो अरे बाबालाई चाहिँ।